हेलो विशेष गरी साथीहरू आजको ब्लगमा के कस्तो लाग्छ हजुरहरूलाई हेर्न सक्नुहुनेछ र आज अलि माथि उठाइएको छ यसलाई अस्ति म तल थियो र पानी एकदम पानीले भरिएको छ हेर्न सक्नुहुनेछ साथी हो र आज अलिक सुक्खा भएर माथि यस्तो छ साथी हो अति गर्मीको कारण र क्याम्पमा बस्नको असुविधाले अहिले यस्तो घाँसको फेदमा बसाइ चलिरहेछ साथी हो के कस्तो लाग्छ जनाउनु होला जय गौ माता आइज ल आइज अरे बाबा अरे बाबा बाबा र साथी यस्तो छ हेर्न सक्नुहुनेछ पर र पानी अहिले घट्दै गइरहेछ मौसम एकदम क्लियर हेर्न सक्नुहुनेछ मौसम एकदम क्लियर र सन्नाटा जग्गा साथीभाइ मौसम हेर्न सक्नुहुनेछ एकदम क्लियर छ मौसममा काहीँ कुरा छैन र यो एक्सिपेक्ट फेभरको लागि अब यो माथि जान्छ कामको लागि यहाँबाट निकाल्नु पर्नेछ र यो जान्छ अब एकछिनमा हेर्न सक्नुहुनेछ त्यसको ब्लग पनि म लिएर आउनेछु र पानीले एकदम खुङ्खार पानी बढिरहेछ ल के कस्तो लाग्छ ब्लगमा हेर्दै जानु होला फेरि नेक्स्ट ब्लग लिएर आउनेछु